भाइ उपी ल्यान्ड जाँदैछौँ साला यही हिलो हिलो खेल्दै खेल्दै पुगिन्छ उपी ल्यान्ड एकचोटि झर खसेर जानुपर्छ कि अनि मजा आउँछ एकचोटि खसिसक्यो नि त खसेको त हो देख भाइ देख ये किसी दिन गिराएगा लड्न त लड्दैन उपी ल्यान्ड उपी ल्यान्ड उपी ल्यान्ड हेर भाइ मेरो बाइक अलिक ताकतवरै भइसकेको छ हेर होइन पहिला भएको भए अलिकति तान्न त तान्थ्यो तर धुवा फाल्थ्यो होइन इधर है भाइ उपी ल्यान्ड अब उपल्यान्ड तलबाट देख्छ होला साला यति 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 के भन्छ त्यसलाई हामी तर मलाई यति यति क्रेजी भइसकेका छौँ होइन एकदम राम्रो हाइवेवाला बाटो छोडेर मसँग जहिले यस्तै हुन्छ क्या म खासमा मान्छे अब मलाई थाहा छैन फर्किन पनि बेर छैन होइन क्या अरे घरको साला रेकर्ड त भइरहेको नि रेकर्ड भइरहेको रहेछ ला अब यो म हालिदिन्छु युट्युबमा वे टु लुपी ल्यान्ड भनेर साला हमारे साथ भाई बस गिरा मत देना सिर्फ ऐसा ही होता है ले 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 भाइ ले साला राम्रो हाइवेबाट छोडेर तर मजा ऐसेमा हुन्छ है केटा हो हसीन वादियाँ ये तो खत्म हो गई भाई यता यता छ अच्छा भाइ 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 भाई 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 वाला मीम याद आयो ये उपी ल्यान्ड तर यो बाटो पनि हेरि पानी परेको बेला लिएर आउनुपर्छ यो बाटो अनि तान्दै तान्दै निसिँदै ऊ अगाडि पानी नै छ अब भाई ले निकाला आगे देख भाई आगे देख रुक जा भाई मुझे उतरने दे भाई पहले मुझे उतरने दे यही हो रुक जा भाई देख उपी ल्यान्ड अब यसमा अब स्विमिङ गर्न जाँदैछौँ केटा उपी ल्यान्ड होइन नि हामी यो उल्टो बाटो हो क्या हामी जानुपर्ने उतापट्टि हो क्या रुक जा भाइ आज अरे बाटो हेर न पहिला उता ओके आइज न छैन भने फर्किने जेसीबी जान्छ जेसीबी जान्छ बाइक जाँदैन के अनि त चाहिँ म पनि आउँछु नि म पनि हिँड्छु नि चलो भाइ बाई अब गइरहेछौँ यसमा स्विमिङ गर्न